ओम नमः शिवाय। ओम नमः शिवाय। ओम नमः शिवाय। आज हामी चर्चा गर्दैछौँ श्रीमद् भागवत गीता महात्म्य। स्वभाव अध्यात्म उच्यते। मनुष्यको स्वभाव नै अध्यात्म हो। आफ्नो वास्तविक स्वभावको अनुभूत नै अध्यात्म हो, अर्थात् जीव चेतन सदा सर्वदा नित्य रहेको छ। यसको स्वभाव सच्चिद आनन्द अर्थात् सच्चिदानन्द हो। यही सच्चिदानन्दको अनुभूत नै आनन्द हो। मनुष्यलाई यही सच्चिद आनन्दको बोध गराउन भगवान श्रीकृष्णले मनुष्य मात्रको लागि दिनुभएको अतुलनीय ग्रन्थ नै श्रीमद् भागवत गीता हो। श्रीमद् भागवत गीताको महिमा अगाध र असीम रहेको छ। अध्यात्मको 3 मार्ग प्रस्थानत्रय मध्ये एक मार्ग श्रीमद् भागवत गीता हो। मनुष्यहरूको उद्धारको लागि अध्यात्मको 3 मार्गहरूलाई प्रस्थानत्रय भनिन्छ। यसमा एक वैदिक मार्ग रहेको छ, जसलाई उपनिषद भनिन्छ। अर्को मार्ग दार्शनिक मार्ग रहेको छ, यसलाई ब्रह्मसूत्र भनिन्छ र अर्को मार्ग स्मार्त मार्ग रहेको छ। यो श्रीमद् भागवत गीताको मार्ग हो। उपनिषदमा मन्त्रहरू रहेका छन् भने ब्रह्मसूत्रमा सूत्रहरू रहेका छन्। यस्तै श्रीमद् भागवत गीतामा श्लोकहरू रहेका छन्। श्रीमद् भागवत गीतामा श्लोकहरू भए पनि यो स्वयं भगवानको वाणी भएकाले यसलाई मन्त्र नै भनिन्छ। उपनिषद जो व्यक्ति गुणहरूले युक्त भएर अध्यात्मको अधिकारी बन्दछन् उनीहरूको लागि हो। जो व्यक्तिमा योग्यता छैन उसलाई उपनिषदको अधिकार छैन। त्यस्तै ब्रह्मसूत्र विद्वानहरूको लागि हो, तर श्रीमद् भागवत गीता हरेक मनुष्यको लागि हो। श्रीमद् भागवत गीता एक अलौकिक र विचित्रको ग्रन्थ हो। यसमा साधकको लागि आवश्यक सम्पूर्ण सामग्री रहेको छ। चाहे व्यक्ति जुनसुकै भाषा, क्षेत्र, लिङ्ग, वर्ण वा सम्प्रदायको होस् वा जुनसुकै आश्रमको होस्, सबैले श्रीमद् भागवत गीताको जनामृत प्राप्त गर्न सक्छन्। यसमा कुनै पनि जाति, भाषा, सम्प्रदाय, वर्ण वा लिङ्गको समर्थन वा निन्दा रहेको छैन। यसमा वास्तविक तत्त्वको वर्णन तत्त्वज्ञानको नै वर्णन गरिएको छ। वास्तविक तत्त्व नै परमात्मा हुनुहुन्छ, जो नित्य परिवर्तनशील प्रकृति र प्रकृतिजन्य पदार्थबाट सर्वथा अतीत, नित्य, निरन्तर, एकरस र एक रूप हुनुहुन्छ। जो मनुष्य जहाँ जस्तो रहेको हुन्छ, वास्तविक तत्त्व र परमात्मा पनि त्यहाँ त्यस्तै अवस्थामा पूर्ण रूपमा विद्यमान रहनुहुन्छ। तर कण-कणमा परमात्मा व्याप्त रहनु भए पनि परिवर्तनशील प्रकृतिजन्य वस्तु व्यक्तिहरूमा रहेको राग र द्वेषको कारण सर्वव्यापक परमात्माको अनुभूत गर्न जीवले सक्दैन। राग र द्वेषले रहित भएपछि स्वतः परमात्माको अनुभूत हुन्छ। श्रीमद् भागवत गीताको उपदेशहरू अत्यन्त महान र अलौकिक रहेको छ। यसमा विभिन्न समयमा विभिन्न विद्वानहरूद्वारा निकै गहन टिप्पणीहरू भइरहेका छन्। फेरि पनि सन्त महात्माहरूको मनमा गीताको नयाँ नयाँ भावहरू प्रकट भइरहन्छन्। यो महान ग्रन्थप्रति जति नै विचार विमर्श र मन्थन गरे पनि पार लगाउन सकिँदैन। यसमा जति नै गहिराईमा डुब्दै गयो उति रहस्यात्मक दिव्य ज्ञानहरू प्राप्त भइरहन्छन्। जसरी एक विद्वानको भावको तत्काल रहस्य जान्न सकिँदैन भने अनादि अनन्त भगवानको वाणी श्रीमद् भागवत गीताको रहस्य कसरी पार लगाउन सकिएला र। यो सानो ग्रन्थमा यति विलक्षणता छ कि जो व्यक्ति आफ्नो वास्तविक कल्याण चाहन्छ, चाहे त्यो जुनसुकै जाति, भाषा, लिङ्ग, वर्ण, आश्रम वा सम्प्रदायको किन नहोस्, यस ग्रन्थलाई अध्ययन गर्ने बित्तिकै यसप्रति आकर्षण
हुन्छ। यदि कोही व्यक्तिले यस ग्रन्थलाई थोरै पनि अध्ययन गर्यो भने उसले यसमा आफ्नो कल्याणको लागि अत्यन्त सन्तोषजनक उपायहरू प्राप्त गर्दछ। अध्यात्मका दर्शनहरू अवलम्बन गर्न अलग अलग दर्शनहरूमा अलग अलग योग्यताका मापदण्डहरू छन्, तर गीताको विलक्षणता यो छ कि आफ्नो कल्याण चाहने हरेक मनुष्यले यसको अवलम्बन गर्न सक्दछन्। श्रीमद् भगवत गीतामा साधनहरूको विस्तारपूर्वक वर्णन गर्नमा एक साधनहरूलाई धेरैपल्ट व्याख्या गर्नमा कुनै सङ्कोच गरिएको छैन। यसरी संक्षेपमा विस्तारपूर्वक यथार्थ र पूर्ण ज्ञान दिने श्रीमद् भगवत गीता बाहेक अर्को ग्रन्थ देखिएको छैन। आफ्नो कल्याणको उत्कृष्ट अभिलाषा राख्ने मनुष्य हरेक परिस्थितिमा परमात्माको प्राप्ति गर्न सक्दछ। युद्ध जस्तो घोर विषम परिस्थितिमा पनि आफ्नो कल्याण गर्न सक्दछ। यसरी व्यवहारमा परमार्थको कला गीतामा सिकाइएको छ। यसकारण यो जस्तो ग्रन्थ अर्को देखिएको छैन। वास्तवमा भन्ने हो भने गीताको महिमा गर्न कोही पनि समर्थ छैन। अनन्त महिमाशाली ग्रन्थको वर्णन गर्न कसले पो सक्ला र? गीताको खास लक्ष्य। गीता कुनै वादको अधीनस्थ रहेको छैन। गीता कुनै मतहरू द्वैत, अद्वैत, विशिष्टाद्वैत, द्वैताद्वैत, विशुद्धाद्वैत, अचिन्त्य, भेदाभेद आदि कुनै प्रकारको वादको वा कुनै एक सम्प्रदायको सिद्धान्तलाई गीताले अङ्गीकार गर्दैन। गीताको मुख्य लक्ष्य नै यो हो कि मनुष्य कुनै पनि वाद, विचार, मन, सिद्धान्तको अनुयायी किन नहोस्, उसको हरेक परिस्थितिमा कल्याण होस्। मनुष्य जुनसुकै परिस्थितिमा पनि परमात्मा प्राप्तिबाट वञ्चित नहोस्, किनकि 84 लाख योनिहरूमध्ये मनुष्य योनि आफ्नो कल्याणको लागि प्राप्त भएको हो। संसारमा यस्तो कुनै परिस्थिति छैन जसमा मनुष्यको कल्याण नहोस्। यसको कारण भनेको परमात्मा हरेक परिस्थितिमा समान रूपमा विद्यमान हुनुहुन्छ। अतः साधकको लागि जस्तोसुकै परिस्थिति आओस्, सबैको सदुपयोग गर्नुपर्दछ। परिस्थितिको सदुपयोगको अर्थ भनेको दुःखद परिस्थितिमा सुखको इच्छालाई त्याग गर्नु र सुखद परिस्थितिमा सुख भोगको इच्छा वा सधैँ यस्तै परिस्थिति रहिरहोस् भन्ने कामनाको त्याग गर्नु र आफैलाई लोक कल्याण र ईश्वर सेवामा समर्पित गर्नु हो। यसरी परिस्थितिको सदुपयोग गर्नाले साधक अनुकूल र प्रतिकूल दुवै स्थितिबाट माथि उठ्छ, अर्थात् साधकको कल्याण हुन्छ। सृष्टिको पूर्वमा परमात्माले एकोहम बहुसाम अर्थात् एक मनै अनेक रूपमा बनु भन्ने सङ्कल्प गर्नुभयो। यही एक सङ्कल्पले एक चेतन परमात्मा नै प्रकृतिसहित दुई रूपमा प्रकट हुनुभयो। प्रकृति र पुरुषले आपसमा लीला गर्नको लागि एक खेल रच्नुभयो। उक्त खेलको लागि परमात्माको सङ्कल्पबाट अनन्त जीवहरूको र पदार्थहरूको सृष्टि भयो। सृष्टि सञ्चालनको लागि परमात्माले सम्पूर्ण जीवहरूलाई स्वतन्त्र प्रदान गर्नुभयो। प्रकृतिको आकर्षण सदैव परमात्मामै रह्यो, त्यसैले प्रकृति परमात्मासँग अभिन्न रहनुभयो। तर बाँकी जीवहरूले मायाको वशमा रहेर परमात्मालाई भुली संयोगजन्य सुखको लागि मिथ्या पदार्थहरूसँग आफ्नो सम्बन्ध स्थापित गरे। मिथ्यालाई नै सत्य ठाने। यही कारणले जीवहरू जन्म मृत्युको चक्रमा फसे। कर्मको स्वतन्त्रतालाई दुरुपयोग गरी जीवहरू जन्म मृत्युको चक्करमा फसेको कारण वास्तविक सुख अर्थात् परमात्मा प्राप्तिबाट जीवहरू विमुख भएर क्षणिक भ्रमपूर्ण सुखको लागि अनन्त दुःखमा फसेका जीवहरू पुनः वास्तविक सुख प्राप्त गर्नको लागि जन्म मृत्युको चक्रबाट मुक्त हुनु पर्दछ। यही ज्ञान जीवहरूलाई प्रदान गर्दै संसार सुखबाट विमुख गर्दै परमात्मा प्राप्तिको परम सुखको प्राप्ति गराउनु नै गीताको खास लक्ष्य हो।